चन्द्रगिरी नगरपालिकाको आयोजनामा सम्पन्न 6औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता 2082 मा उत्कृष्ट प्रदर्शन गर्दै प्रभात माध्यमिक विद्यालय थानकोटका विद्यार्थीहरूले उल्लेखनीय सफलता हासिल गरेका छन्। मिति 2082 मन्सिर 27 गतेको फाइनल प्रतियोगितामा विद्यालयका कक्षा 11 का छात्र पासाङ थिङले तेक्वान्दोमा स्वर्ण पदक प्राप्त गर्न सफल भएका छन्। त्यसैगरी कक्षा 11 के छात्रा सृजना खड्काले ज्याभेलिन थ्रोमा स्वर्ण पदक जित्न सफल भइन्। साथै छात्राहरूतर्फको कबड्डी तर्फमा कक्षा 11 की सन्ध्या शाही, करुणा धामी, सुरक्षा धामी, सञ्चिता मगर, अनुसार गुरुङ, जेनी चौधरी, कविता थापा, सुनमाया थिङ, स्वस्तिका साईले उत्कृष्ट खेल प्रदर्शन गर्दै सन्ध्या शाही पालिकाको उत्कृष्ट खेलाडी घोषित भई विद्यालयको नाम उज्यालो पार्न सफल भएकी छिन्। विद्यार्थीहरूको यस ऐतिहासिक सफलताले विद्यालय परिवारमा उत्साह र गर्वको वातावरण सिर्जना गरेको छ। विद्यार्थीहरूको कडा परिश्रम, अनुशासन, लगनशीलता तथा खेल भावनाले विद्यालयको गरिमा अझ उच्च बनाएको छ। विद्यालय परिवारले सफल विद्यार्थीहरूलाई हार्दिक बधाई तथा उज्जवल भविष्यको शुभकामना व्यक्त गर्दै आगामी दिनहरूमा पनि अझ उच्च स्तरका प्रतियोगिताहरूमा यस्तै सफलता हासिल गरी विद्यालयको नाम उज्यालो पार्ने विश्वास व्यक्त गरेको छ। यस सफलतामा महत्त्वपूर्ण योगदान पुर्याउने प्रशिक्षक, शिक्षकहरू, खेल समितिका सदस्यहरू, जित हासिल गर्ने विद्यार्थीहरूलाई प्रधानाध्यापकबाट आज खादा ओढाएर विद्यालयले सम्मान गरेको छ। साथै यस सफलतामा महत्त्वपूर्ण योगदान पुर्याउने अभिभावकहरू तथा सहयोगी सबैप्रति विद्यालय परिवारले धन्यवाद ज्ञापन गरेको छ। प्रभात माध्यमिक विद्यालय थानकोट, काठमाडौँ।